रुको जरा सबर करो। सालको पाता टपरी घाँसेर टपरी हुँदैन सल्लैको हेबरै केपी ओलीको पर्तनेको नाम नल्याउ छोरा मसित एलर्जी हुन्छ मलाई त बालिन पनि हुम्म पर्छ अझ छन् त्यसको दाँत कस्ता खान भनेर मैले देखिँ बालेन कि केपी बा होइन माटो हो नि हर्के ए माटो अब हर्क साम्बाङबाट बोल्नु हजुर किन हर्क साम्बाङले चाहिँ किन भिजन छ राम्रो के छ भिजन ढुङ्गा बोकाउँछ जिउ दुखेको निको पार्छ नि यसपालिको चुनावमा केपी ओली कि बालेन छ अब हामी अहिले भन्दैनौँ भाइ कसले जितोस् भन्ने छ अङ्कल यसपालिको चुनावमा कसले जितोस् भन्ने छ खाइसकेर के छ सन्चो हुन्छ भन्नु चिया चाहिँ खानुपर्छ भन्नु है अब बालन शाह प्रधानमन्त्री हुने र झापा पाँचबाट प्रधानमन्त्री बन्ने त मेरो पनि सपना छ नि म पनि प्रधानमन्त्री छैन छैन उहाँ पनि बन्नु त तपाईँ बाहिर बन्नु प्रधानमन्त्री बन्ने काम आउनु पर्यो काम गर्ने कालो म खाने बालु जय घन्टी केपी ओली जिन्दाबाद भोट केमा माटोमा जय घन्टी घन्टी चाहिँ पूजा गर्दा चाहिन्छ पूजा गर्नेमा राख्ने हो भोट चाहिँ अब माटोमा दिने हो सरन्दान माटोमा दिने हो इसमें तो मुझे समझ में ही नहीं आ रही है क्या प्रॉब्लम है हतियारालाई भोट नदिने हतियारालाई भोट नदिने केपी ओली हतियारा हो त्यो जेनजीहरूको चाहिँ हत्या गरेको छ बालाको हत्या गरेको छ त्यस्तो हतियारालाई चाहिँ हामी भोट दिन्नौँ चान्स पायो कि नेपालीले गर्छ नेपाली हो नि झापामा केपी सर ओली हराउन बालेन शाह कम्बर कसरी लाग्नु भएको छ त कस्ता कस्ता कहाँ गए मुसाका छोरा कोटा भन्छन् नि केपी शर्मा ओलीलाई कसले हराउन खोज्दाखेरि सकेनन् अब बालेन शाहले केपी शर्मा ओलीलाई हराउने यो आकाश खसे के होला जस्तो कुरा नगर्नुहोस् के ऋषिजी बालेन शाहजीले म यसो हेर्छु राष्ट्रपाका मान्छेले केपी शर्मा ओलीसँग जोडिएर आफ्नो पार्टीको प्रचार गरिरहेछन् नयाँ घर छ न डेरा न परिवार न आफन्त न नाता न गोता न चिनेका न जानेका अहिले मैले सोधेको युवाहरूले त्यस्तो दारी पालेको भेट्यो भने बालेन हो भनेर सोध्छन् अरे त्यस्तो दारी पालेको देख्नै हुँदैन बालेन हो तपाईँ सोध्छन् भने सुनेको मैले है थाहा छैन चिन्या छैन नि त चिन्न खोजिया होला त्यस्तो हुनसक्छ अब त्यस्तो मान्छे आएकोलाई तपाईँहरू फेरि के महाभिडन्त कि के भन्नु के को भिडन्त गटै गरी मसँग उहाँहरूले कुरा गर्नुभएको छैन म डेरा खोजिदिन्छु बरु चुनाव लड्न आउँछन् कोही भने म डेरा खोजिदिन्छु यहाँ डेरा खोजिदिने ओर्ने अरू के बन्दोबस्त गर्नुपर्छ त हाम्रो क्षेत्र हो नि त यहाँ त आउँदाखेरि फोटो
I got broads in Atlanta, just to lean the family, credit cards in the scammers. पार्टी हो नि त यो क्रिया एमाले आयो भने त एउटा बाँसको खोसेर मासु पो खाने यस्तो त बजिएका बान्दा यहाँ एमाले त्यसको एमाले क्षेत्र नम्बर 5 मा चाहिँ बालेनले हार भने मत परिवर्तन भएन नेता नफेर्ने जनता फेर्ने प्लेन टिकट काट्ने विदेश चल्दिहाल्ने शरणार्थी बनाउँदै जनता फेरिन्छ क्या बात है सर क्या बात है सर क्या बात ये बात है स्टॉप जरा पीछे लेना बालन शाह मुर्दाबाद रवि नामी छाने जिन्दाबाद थुक्का त मर्डीको छोरा झापा 5 मा जो उठ्दै हुनुहुन्छ तपाईहरुलाई पनि जानकारी छ यदि उहाँ त्यहाँबाट भाग्नुभयो भने फेरि लखड्दै जानुपर्ने परिस्थिति रहन सक्छ काठमाडौँ 2 या भक्तपुर 2 पनि आउनुपर्ने अवस्था रहन सक्छ बालन शाह झापा 5 मा नै किन उठ्ने भनेर जो साथीले सोध्नु भएको छ किनभने यो देशमा 36 वर्ष शासन गर्ने मध्येको एउटा कुट शासकको अन्त्यका लागि उठ्ने यति भन्न चाहे तपाईहरुले बालन शाह झापा जानुभयो भने हामी पत्ता साफ पार्दिन्छौं भनेर भने खाके एमालेका नेताहरूले हैन नेताहरूले भनेको कुराहरूले तपाईहरुले कतिको विश्वास गर्नुहुन्छ जनताले भन्दिए भने चाहिँ पत्याउला नेताले भनेको कुरामा तपाई पत्याइराख्नुस् हामी पत्याउँदैनौं Too many thoughts on my mind, I can't sleep at night, so I just keep writing. I don't need no help. धुमधामका साथ बालन शाह झापा जाने तयारी गरिरहेछ नि के भन्नुहुन्छ यसमा बहुत राम्रो राम्रो है बालन शाहलाई के भन्नुहुन्छ झापामा अघि बाटो रहेछन् पारेन अलिक सोझो परेछन् तपाईको सबभन्दा प्रिय साथीको मेयरमा क्या मेयरहरुमा हाम्रो बालन शाह किन बालन शाहको त्यति आसक्ति किन के कारण आसक्ति भएन राम्रो मान्छे हो उहाँ राम्रो मान्छे हो त्यस्ता कुरा छोडिदिनुहोस् यता सुन्नुहोस् कुरा नगर्नुहोस् है रवि बालेन भन्नुमा त रवि र बालेन जुन क्षेत्रबाट उठ्छ त्यही क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीले मलाई टिकट दिनु म त्यसलाई उट्टानो टाङ लाएर भने म देश छोड्छु बेकान को तिनीहरु बालन विरुद्ध तपाई उड्ने राजनीतिमा को हो के तिनीहरु नयाँसँग डराएर पुरानाहरू एक हुन भनेको भन्ने भेनेजुएलाको राष्ट्रपति चुनावमा कसलाई दिने हो भोट कसलाई घन्टी हल्लाउने भन्नु घन्टीलाई दिने घन्टी ठोक आइज बालेन मसँग भेट्न आइछु त पनि र्यापे होस् म पनि ट्यापे हो इसमें तो मुझे समझ में नहीं आ रही है क्या प्रॉब्लम है जय माटो जय घन्टी एकदम इन्होंने वक्त बदल दिया जज्बात बदल दिए जिंदगी बदल दी
म घन्टी अनि घन्टी बजाउने सपोर्ट चाहिँ हजुर हजुर मलाई गर्ने हजुर मलाई म साथ दिन्छु पटक पटक साथ दिन्छु म भाई यहाँ पे क्या हो रहा है भाई यहाँ पे क्या हो रहा है भाई ये कहाँ फंस गया भाई भाई ये क्या हो रहा है नाटकै हो नाटकै हो नाटकै हो नौटंकी नै हो तपाईँ प्रधानमन्त्री बन्नुहुन्छ यो वर्ष भन्ने जस्तो लाग्दैन होइन पुरै व्यापक चर्चा छ त देश र जनताले तपाईँलाई प्रधानमन्त्रीको रूपमा हेर्न चाहन्छ के छ राम्रो कुरा गगन र बालेन भनेको नि गगन बालेन रवि भनेको नि एउटै पैसाको दुईटा सिक्का एउटै पैसाको दुईटा पाटो चित पनि पट पनि उतैको दुईटा हातमा लड्डु भन्छ नि त्यही हो Whose is Thug Life do you want to see in the next video? Comment below. पहिरो ढुक्क हुनुहोस् देश म बनाउँछु चिन्ता नगर्नुहोस् भाइ तथास्तु